आज हामी कुनै पनि भिडियोबाट यो पूर्वी नाका यो सीमा पारसम्म भएपछि उहाँहरू यहाँलाई ब्याकग्राउन्ड नोइज आएको कुनै पनि भिडियोमा त्यसको नोइज हटाएर क्लिन अडियो कसरी गर्ने भन्ने कुरा सिक्छौँ। सुरुमा हामीले यो भिडियोको अडियो निकाल्नुपर्छ। त्यसको लागि हामीले VLC मिडिया प्लेयरलाई युज गर्न सक्छौँ। यहाँ मिडियामा जाने, कन्भर्ट गर्नुपर्छ, सुरुमा एड गर्ने र त्यो भिडियो हामीले निकालेर यसलाई चाहिँ एड गरिसकेपछि कहाँ राख्ने भनेर त्यसपछि हामीले यसलाई चुज गरौँ लोकेसन ल MP3 लेखेर डेस्कटपमै मैले गर्दै र यसलाई स्टार्ट गर्दै भनेपछि हामीले यसको MP3 पाइसकेका छौँ। यसको MP3 यहाँ कहाँ आएर बसेको छ भनेर हामीले खोज्दै यहाँ हो। त्यसको लागि अब हामीले के गर्छौँ भने एडोबी स्पिच एनहान्सरमा जाने, त्यसपछि यो क्लिक गरेर यहाँ हामीले त्यो फाइललाई ल्याउनु पर्यो। डेस्कटपमा जानुपर्छ र MP3 मा गएर यसलाई कन्भर्ट हुन दिउँ पहिले। अब कत्रो लेन्थको भिडियो छ त्यही अनुसारको अडियो कत्रो लेन्थको छ त्यही अनुसारको यसले टाइम लिन्छ। अलिअलि धेरै टाइम पनि होइन, ठिकै हो, यतिको ठिकै टाइम हो। यो भइसकेछ अब हामीले डाउनलोड गरौँ। डाउनलोड भइसकेछ। यसलाई मैले डाउनलोड कट गरेर यहाँ डेस्कटपमै ल्याउन पेस्ट। यसको अगाडि चाहिँ इन्हान्स लेखेको हुन्छ होइन। अब हामीले प्रिमियर प्रोमा आएर अहिले एउटा कुनै खोलौँ, क्लिक गरेर यो इन्हान्स गरेको यो र त्यो अहिलेको भिडियो ल्याएर हामीले यहाँ राख्यौँ। यसको मुनि अडियो राखौँ, यसलाई अनलिङ्क गरेर यो डिलिट गरिदिउँ। साउन्ड जहाँ म अहिले यति बेला उभिएको छु र यो नाकामा यति बेला गरी भारतीय नागरिकहरू जानका लागि पर्खिरहनु यसरी हटाउन सकिन्छ।